घरभन्दा 10 मिनट ट्रेन स्टेसन छ, त्यहाँ चाहिँ हिँड्दै हिँड्दै ट्रेन स्टेसनतिर जाँदैछौँ। यो चाहिँ ट्रेन स्टेसन हो। अब हामी हेर्छौँ हाम्रो ट्रेन कति बजे आउँदो रहेछ भनेर। हाम्रो ट्रेन आउनलाई 9 मिनट बाँकी रहेछ। अनि हामी फेरि गयौँ ट्रेन स्टेसनभित्र। अनि हामी यहाँबाट चाहिँ इनचेक गर्नुपर्छ भित्र ट्रेन चढ्न जानलाई। अनि पहिला मैले मेरो बुढाको इनचेक गरेँ, त्यसपछि मेरो इनचेक गरेँ। अनि हामी अब 9 मिनट कुर्नुपर्छ यतिकै के उभिने भनेर स्टेसनभित्र एउटा बस्ने ठाउँ छ। अनि त्यहाँ भित्र गएर बुढाबुढी बसे। अनि यसरी बसेपछि मैले आफूलाई हेरेँ, यसरी कस्ती भइछु भनेर हेरेँ। अनि त्यसपछि ट्रेन आयो। ट्रेन आएपछि हामी ट्रेनमा चढेर हामी चाहिँ हाम्रो घरभन्दा 20 मिनट उता जाँदैछौँ। यसो घुमघाम सपिङ गरौँ भनेर आज बिदाको दिन हिँडेको। ट्रेनमा भिड छ, मान्छे बढी ट्रेन फेरि जम्मा 3-4 मिनटभन्दा रोक्दैन। जुन टाइममा त्यसमा आएर ओर्लिन्छन् अनि चढ्यो अनि हिँडिहाल्छन्। त्यही भएर हामी पुग्यौँ। पुगेपछि हामी यसरी ओर्लियौँ यहाँबाट तल उता सिटीभित्र बजारतिर जानलाई ट्रेन स्टेसनबाट तलबाट जानुपर्छ। त्यही भएर लिफ्ट चलेको रहेछ। अनि हिँडेर गएँ। अनि त्यसपछि जाँदैछौँ। अनि त्यसपछि हामी बाहिर सिटी बजार निस्क्यौँ। अनि यो मान्छे हिँड्ने गाडीहरू हिँडिरहेको छ। अब हरियो बत्ती बलेपछि बेला मान्छे हिँड्न पाइन्छ। त्यही भएर मान्छेको वेट गरिरहेको छौँ हरियो बत्ती कतिखेर बल्छ भनेर। त्यसपछि हामी गयौँ